गाइज वेलकम टु माई रेनिप गेमर युट्युब च्यानलमा सबैजना सन्चै र आरामै हुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म CS ऱ्याङ्क खेल्न जाँदैछु नि त ल। अब गेममा पुगेपछि बोलौँ है त। सो गाइज अब चाहिँ म गेममा आइसकेँ। अब म गेम खेल्न जाँदैछु। हैन गाइज, अब मैले चाहिँ गन लिइसकेँ। जाँदैछु एनिमी भएको ठाउँमा। मलाई चाहिँ मार्दिन आँटिसक्यो। तर मेरो एचपी बढिसकेको छ। मेरो भाइ चाहिँ छेउमा बोलिरहेको छ है। ओहो क्या पट्टा छ टेसर्ट लाग्यो मेरो चाहिँ गाइज। रातै लाग्यो रातै। यसलाई पनि पट्टा लाग्यो। अर्कोलाई पनि हाल्छु। लाग्छ कि लाग्दैन थाहा छैन। लाग्छ होला तर बाहिर निस्कि। तर मेरो साथीहरूले हाल्यो। जस राम्रै गऱ्यो म्याच मेरो यो राउन्ड चाहिँ। अर्को क्वेसन। अब म चाहिँ कुन गन छ प्याराफायर लिन्छु। प्याराफायर तर डेजर्टै लिन्छु। डेजर्टै राम्रो लाग्छ तर धेरै खर्च पनि गर्नुहुन्न। सेकेन्ड राउन्डमा अब डेजर्टै लिन्छु। अब यो राउन्ड चाहिँ अर्को सेटिङबाट खेल्छु है म। मलाई अर्को सेटिङले खेल्नै मन लागेन। यो सब लाग्दैन क्या गाइज। अर्को सेटिङले यो सेटिङले खेल्छु। यसरी लाग्न रहेछ तर म भाग्दैन। यसले मार्दिन्छ मलाई। नबाचेँ म चाहिँ गाइज। मैले जोड्दै तर म नक भएँ। रिया बाँध्यो मलाई। रिया बाँध्यो। छ्या हौ कस्तो दुईजना नकालेको थियो गाइज। अब चाहिँ म अर्को सेटिङ खेल्छु। अर्को सेटिङले चाहिँ म प्रो खेल्छु नि त। कुन गन लिनु? युएमपी लिन्छु। तर युएमपीले मैले जान्छ कि जाँदैन। बबाल खेल्छु है गाइज। मेरो साथीहरू पुल्लो कुदेर गयो अरे। एनिमीहरू उता पनि हेर्नुपर्छ साइड साइडमा। यता ड्रप उठिरहेको रहेछ। ड्रप उठ्न नदिउँ यिनीहरूलाई। छ्या मैले कस्तो बुढेको तर नकान्दे। यही छान्न कोसिस गर्छु त लाग्छ कि लाग्दैन। मेरो भाइ चाहिँ बिचमा बोल्छ ल्याप पलिस भन्दै। बोल्न आउँदैन नि त त्यो चाहिँ। तर मेरो साथीले हाल्थ्यो। अब फेरि म अर्कै सेटिङले खेल्छु। सेटिङले त्यो लगाएको फेरि सेटिङ चेन्ज हाल्ने गर्छु क्या गाइज म। त्यही भएर धेरै बोल्नु पनि हुँदैन। फेरि पेट बोल्छु भन्नुहुन्छ होला। लाग्छ कि लाग्दैन। मेरो साथीले चाहिँ एकदम लक पारिसकेको छ। हेर्छ भन्ने बिर्सी गएँ तर लाग्दैन। त्यहाँ पनि हाल्छु। ओहो यो त बबाल। युएमपी अब हाल्छु म। लाग्यो
सकिँदैछ म उतापट्टि जान्छु भने लास्टमा यता आयो भने घुमेर उठ जान्छु तर सक्यो अब दबाई स्ने परे खोल्छु ए दाइ आउनु भन्नु न यस्तो यार ए मेरो लाग्दैन गाइस कहाँ लागेको म कस्तो मोबाइल चलाउँछु ल गाइस आजको लागि चाहिँ यति लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नभुल्नु ल हस् बाई